नयाँ सरकार बनेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 10 वटा प्रतिबद्धता र 10 वटा कामहरू प्रकाशित गरेको छ, जसले गर्दाखेरि वैदेशिक रोजगारीतर्फ होस् अथवा नेपालको आन्तरिक रोजगारीतर्फ केही हदसम्म एउटा सुधारको सङ्केत हो भनेर हामीले महसुस गर्न सक्छौँ। जसमा टोकन लिनु नपर्ने, श्रमको लागि टोकनाइजेसन सिस्टम हटाइएको छ, पालो कुर्नु परेन, सेम डे श्रम आउने भयो। अनि हाम्रो ओरिएन्टेसनको लागि चाहिँ फिजिकल सेन्टरहरू भिजिट गर्नु परेमा त्यसलाई चाहिँ पुनः अनलाइन गराउने भनिएको छ। के छन् 10 वटा पोइन्टहरू म सरसर्ती तपाईँलाई सेयर गरेर सुनाउँछु। सुरुमा चाहिँ श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीलाई हटाएर हामीले एप्लिकेसन दिएको सेम डेमा चाहिँ श्रम दिन्छौँ भनेर भनिएको छ। लेट्स सी, हेर्दै जाउँ काम हुन्छ कि हुँदैन। दोस्रो भनेको चाहिँ ओरिएन्टेसन प्रोग्राम हुन्छ, ओरिएन्टेसन हुन्छ। विभिन्न देशहरूमा चाहिँ वैदेशिक रोजगारीको लागि पहिलोचोटि जाँदाखेरि चाहिँ श्रम लिनुभन्दा पहिले ओरिएन्टेसन अभिमुखीकरण तालिम लिनुपर्छ। त्यो अभिमुखीकरण तालिम चाहिँ अहिले अफलाइनबाट हुन्छ, ओरिएन्टेसन सेन्टरहरूमा जानुपर्छ भने अब त्यसलाई चाहिँ अनलाइनबाट गराउने भनेर भनेको छ मन्त्रालयले। अर्को भनेको चाहिँ उनीहरूले के भनेको छ भने ओरिएन्टेसनको लागि चाहिने डकुमेन्ट्सहरू, सामग्रीहरू, भिडियो सामग्रीहरू चाहिँ अनलाइनमै प्रकाशित गर्ने, अनलाइनमै चाहिँ अडियो भिडियो सामग्रीहरू चाहिँ राख्ने भनेर भनेको छ। अर्को भनेको श्रमिकको न्यूनतम ज्यालाको पुनः कार्यान्वयन गर्ने। वैदेशिक रोजगारीमा जाँदा होस् अथवा नेपालमा भनेर यहाँ मेन्सन गरिएको छैन। त्यो वैदेशिक रोजगारीमा जाँदाखेरि समेत देशहरूमा न्यूनतम रोजगारीको एउटा तलब हुन्छ, त्यो तलब स्केल भन्दा तलै पनि गइरहेछन् मान्छेहरू, त्यो हुनु भएन। त्यसको चाहिँ सुनिश्चित गर्नु पर्यो, कार्यान्वयन गर्छौँ भनेर भनेको छ। अर्को योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्ने अभियान सञ्चालन गर्ने। हालको दिनमा श्रम लिने बेलामा चाहिँ गर्नै पर्यो न त अरू बेला चाहिँ श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध छैनन्। बाध्यकारी बनाउँदै पनि सरकारले अपिल गर्न सकेका छैन, सरकारले फाइदा देखाउन सकेका छैन, सरकारले चाहिँ विश्वास जित्न सकेको छैन सामाजिक सुरक्षा कोषमा आबद्ध भौन भनेर। त्यो चाहिँ अब सरकारले विश्वास जित्ने तरिकाले हामी काम गर्छौँ भनेको छ। के काम गर्छ हेर्न बाँकी छ। यद्यपि सामाजिक सुरक्षा कोषसँग रिलेटेड भिडियोहरू रबिन पौडेल युट्युब च्यानलमा छ, तपाईँले हेर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ श्रमदान योजनालाई आन्तरिकीकरण गर्दै श्रमदान कल सेन्टरलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भनेको। कल सेन्टर छ श्रमदान भने त्यसलाई चाहिँ प्रभावकारी बनाउनु पर्यो। मेरो एउटा सुझाव भने के हो भन्दाखेरि त्यहाँ बसेको स्टाफलाई, त्यहाँ फोन उठाउने मान्छेलाई चाहिँ तपाईँले तालिम दिनु होला। उहाँहरूलाई चाहिँ हाम्रो जति पनि इन्फर्मेसन भएन क्या, तालिम चाहिँ उहाँहरूलाई दिनु पर्यो भन्ने एउटा कुरा भयो। अर्को भनेको चाहिँ औद्योगिक प्रतिष्ठानहरूमा चाहिँ जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा अकुपेसनल हेल्थ एन्ड सेफ्टी OSH प्रवर्धन गर्ने भने चाहिँ औद्योगिक प्रतिष्ठानहरूमा काम गर्ने व्यक्तिहरूको जोखिम मूल्याङ्कन गर्नु पर्यो। अब व्यवसायजन्य त्यो सुरक्षाहरू अब म्यानुफ्याक्चरिङ बिजनेसमा छ, कहाँ छ मान्छे जुनसुकै क्षेत्रमा सेक्टरमा काम गरिरहेको छ भने त्यसको चाहिँ जोखिमहरू मूल्याङ्कन गरेर त्यो अनुसारको सेफ्टी गरे, सेफ यसरी काम गर भन्ने नखोजा होला यस्तै होइन। अर्को चाहिँ उत्पादन र उद्यमशीलता प्रवर्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने। कस्तो एउटा एक वर्ड छ यो, तर उत्पादन र उद्यमशीलता प्रवर्धन गरेर अन्टरप्रेन्योरशिपलाई प्रवर्धन गरेर के गर्ने त देशकी आन्तरिक रोजगारी बढाउने भनिएको छ। यो भेग वर्ड छ, ठुलो वर्ड छ, ठुलो शब्द छ, ठुलो एउटा प्रमिस छ। प्रमिसलाई चाहिँ मन्त्रालय सरकारले कसरी पुरा गर्छ यो पनि हामीले हेर्न बाँकी छ। सरकारले अर्को निर्णय भनेको चाहिँ 5 वटा देशहरूमा चाहिँ श्रम सम्झौता थप गर्ने भनेको छ। यहाँ चाहिँ देशहरू मेन्सन गरिएको छैन। आई थिङ्क अब राम्रै देशहरू होला युरोपतिरको, त्यसलाई पनि हामीले नराम्रो तरिकाले चाहिँ हेर्नु भएन। श्रम सम्झौता हुनु भनेको राम्रो हो। नेपालको मान्छे विदेश जानु भनेकै नराम्रो भनेर सोच्नु भएन कि विदेश त जान्छ त स्किल मान्छे, चाइनिज मान्छे नि गएर अन्त काम गरिरहेछ, आफ्नो देशमा नि काम गर्छ, बाहिर नि काम गर्छ, विदेश जाने नराम्रो हो भन्ने सोच्नु पनि भएन। त्यो मेन्टालिटीबाट हामी पछि हट्नु पर्यो। तर कुरा के हो भने 20,000 30,000 रुपियाँ कमाउन दुबई, कतार, साउदी, गल्फमा जानु नपरोस्। नेपालमै त्यो रोजगारी सिर्जना होस्। एउटा क्यापेबल इन्जिनियर छ भने त्यस्तै विदेशमा 1.5 लाख रुपियाँ कमाउँछ, यहाँ 1 लाख कमाउँछ भने नि ऊ बस्छ। यहाँ 20,000 कमाउनु पर्यो, विदेशमा 1.5 लाख कमाउनु भएर जानु पर्यो हो क्या। त्यो खालको रोजगारी सिर्जना पनि गर्नु पर्यो, अपर्च्युनिटी पनि नेपालमै दिनु पर्यो, भ्यालु पनि नेपालमै दिनु पर्यो। तर बाहिर जाने कामलाई रोक्ने भन्ने पनि हुँदैन है। मन्त्रालयसँग सम्बन्धित कानुनहरूमा समसामयिक सुधारका अन्तर्वस्तुहरू पहिचान गरी प्रक्रिया अगाडि बढाउने भनेको छ। गभर्नमेन्टले चाहिँ के गर्ने भयो भन्दा मिनिस्ट्रीले यो समसामयिक सुधारका अन्तर्वस्तुहरू, समसामयिक सुधारको लागि के गर्न सकिन्छ भनेर चाहिँ प्रक्रियाहरू अगाडि बढाउने भनेको छ मन्त्रालयले। हामीसँग पनि केही सजेसन दिन सकिने चिजहरू छन्। हुन त हामीभन्दा धेरै ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ, उहाँहरूको कुरा सुनेर जियोस् यो प्रक्रिया र हाम्रो यो श्रम तथा रोजगारको क्षेत्र चाहिँ अलि व्यवस्थित हुनेछ भन्ने हामीले आशा लिएका छौँ। सामाजिक सुरक्षा मन्त्रालय पनि यही अन्तर्गत पनि भएको हिसाबले चाहिँ सामाजिक सुरक्षा कोषलाई पनि सशक्त तरिकाले लैजाने छ अबको गभर्नमेन्टले एस्योर गर्नेछ जनतालाई चाहिँ हाम्रो लगानी, हाम्रो भविष्य सुनिश्चित छ भनेर। श्रम स्वीकृति गर्नु पर्यो भने सामाजिक सुरक्षा कोषसँग रिलेटेड पनि तपाईँलाई केही डाउटहरू छ भने चाहिँ हामीलाई WhatsApp गरेर सोध्न सक्नुहुन्छ। हामीले त्यो चिजहरू पनि तपाईँहरूलाई भनिदिने गरेका छौँ हाम्रो WhatsApp मार्फत। र योसँग रिलेटेड भिडियोहरू हामीले रबिन पौडेल युट्युब च्यानलमा राख्छौँ, तपाईँले हेर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।